वेलकम टु आवर न्यू भ्लग। सो आज चाहिँ हामी घुम्न जाँदैछौँ गोदावरी। पहिला चाहिँ हाम्रो प्लान बनेको थियो तारेभिर हाइकिङ जान, तर त्यो चाहिँ क्यान्सल भयो। अब चाहिँ हामी गोदावरी जान्छौँ। सबैजना वेटिङ गरेर बस्दैछ यहाँनिर। को फोटोसुट भइरहेको। लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु प्लिज प्लिज प्लिज। कसैलाई शीतल देखाउँछ अरे, कसैलाई के अरे, कसैलाई के अरे। ऊ अर्को एक्साइटेड। लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु प्लिज। के हामी हजुरलाई कति मेहनत गर्छौँ भिडियो हाल्नलाई, एडिटिङ गर्छ। कति न सधैँ हाल्ने जस्तै क्या फेरि। त्यो पनि सधैँ चाहिँ हाल्दैन, सधैँ चाहिँ भ्याउँदैन, त्यही भएर। सधैँ चाहिँ के हुन्छ अरे, को बिजी छ अरे? मम्मी हुन्छ, हामी स्कुल जानुपर्छ, छुट्टीको बेला मात्रै बनाउँछौँ। छुट्टीको बेला यसो कहिलेकाहीँ महिनामा वर्ष दिनमा एक दुईवटा होइन, बर्थडेको बेला। ल ठिक छ। ल हामी सादा यात्रा चलेर चढ्दैछौँ। लगिन चलो चलो चलो। अर्को दुईजना त त्यहाँ सबैजना थकित भइसकेको छ। याङजुम त झन् बिहान 4 बजी उठेको। के नाम अरे बिरालोको? ल को बिरालो छोको चाहिँ हात दौ। नछोको नि फोहोर हुन्छ गाडीमा। यो चाहिँ होइन, यो पछाडिको इन्ट्री हो, पछाडिबाट। गाडीबाट सजिलो हुन्छ अरे, यताबाट लिएर आएको रे। यो चाहिँ पछाडिबाट छिर्ने गेट हो क्या। यता टिकट कसले राख्यो? अगाडि देखिनुपर्छ अरे, अगाडि। यो चाहिँ पछाडिको गेटमा हो। त्यहाँ एकछिन बसेर खाऊ भने ढुवामा है, हुन्न? ऊ यता शीतलमा बस्ने हो क्या? यता चाहिँ बस्नुपर्छ होला। बस्ने माथि कस्तो हुन्छ त एउटा यस्तो, त्यो बस्ने यस्तो त्यो स्पोर्ट्स जस्तो हुन्छ नि, त्यो पिकनिक स्पोर्ट जस्तो बस्ने। यो यहाँ त कहाँ पिकनिक स्पोट गर्नु पाइन्छ? बस्ने ठाउँहरू छैन, यस्तो कुर्सीहरू उठेको जस्तो क्या। ए खै यता त थाहा छैन मलाई। आऊ नानी, सब खोला यता आऊ नानी, यो खोल्दैन छोरी, यो खोला नानी तिमी यता आऊ नि यता। ल यो खान लागेछ। मच्छर आउन, मच्छर किराहरू आउनु सबैजना। थोरै ड्राई के अरे ड्राई पिकनिक जस्तै चौचो खान लाग्यो। जङ्क फुड खाएको हामी। करेन्ट त बन्द भइसक्यो। बेलमुले पनि जङ्क फुड खाँदैछ। जति किने अबदेखि पाउँदैन करेन्ट। बाटो क्रस गर नि त ल त्यहाँबाट। ल ल हाम्रो सानो पुल क्रस गर त। जाऊ जाऊ दिगो, पुल क्रस गर भने क्या। लैन
नगरले मोबाइल भन्नु त नगर यहाँ हामी पुल तर्दैछौँ यहाँ मलाई त डर लागिरहेछ पुल डर दिन्न मसँग कस्तो भारीको रहेछ गाइजहरू कुकुर त पानीमै गयो के बोल्न छ बोल अनि गाइजहरू हामी चाहिँ आए हेलो भनिदिनु हेलो हामी दुईजना चाहिँ लास्टमा छौँ अरूहरू चाहिँ उता हुनुहुन्छ मेरो ड्रेस अफ हेर्नु चाहिँ यहाँ हेर्नु चाहिँ म छु हेलो कतिहरू हेलो गर्नु यो चाहिँ म हो यो चाहिँ मेरो दाइ हो भ्लगमा हुन्छ नि यो त हेलो कनेक्ट गर्न मिल्छ कि क्या हो है त्यो आफै खिच्नलाई क्या यसमा त आउ न पछाडि खै त ऊ फेरि कोही अगाडि जान्छ कोही पछाडि जान्छ अनि चिज हेर्नु आइजुम दिदी दाजुला अनि आमा हजुर मम्मी नानी दिदी मम्मी गाइजहरू हेर्नु कस्तो राम्रो भ्यू छ हजुरहरू पनि एक न एक दिन त आउनु होला है गाइजहरू ऊ त हेर्नु न गाइजहरू रेकर्ड भइरहेको हो नानी दिदीको मोडल वाक देखाइदिनु रुक्नु है गाइज हेर्नु गाइजहरू नदी सो हेलो गाइज वेलकम टु माई न्यू भ्लग आज चाहिँ हामी यहाँ छौँ गोदावरी यो चाहिँ हाम्रो ग्याङहरू हो हामी चाहिँ छौँ गोदावरी हामीले चाहिँ फोटोसुट गरिसक्यो त्यसको चाहिँ भ्लग बनाउनु पाएन गाइजहरू अलि लामो पारौँ पऱ्यो नानी दिदी हो उहाँ चाहिँ अब मेरो भ्लग चाहिँ नानीले समात्नुहुन्छ स्पेसल गार्डन यता स्पेसल गार्डन अब चाहिँ हामी स्पेसल गार्डनमा जाँदैछौँ ओ पुल छ यहाँ पनि पुल रहेछ गाइजहरू कुवा हेरौँ न गाइजहरू वाह स्पेसल गार्डनमा त यस्तोको छ त कति धेरै किरा हो स्पेसल गार्डनमा स्पेसल गार्डन त किरा गार्डन भन्ने होला यो बनाउँदै होला क्या पहिला गुरगुरी गाइजहरू कस्तो गर्मी भयो मलाई यति हाफ लाग्यो किन गर्मी भइरहेको त्यो त मलाई पनि थाहा छैन अनिलाई हेर्नु उहाँ मम्मी र आइजुम दिदीहरू चाहिँ कता हराउनु भयो म चाहिँ कुद्नु पर्यो यो यहाँ पनि छ ब्रिज कति धेरै ब्रिज मम्मी त्यो इन्ट्रान्स हो नि मम्मी त्यो इन्ट्रान्स हो हामी चाहिँ इन्ट्रान्सबाट आएन हामी चाहिँ बाहिर निस्किने ठाउँबाट आएको ड्राइभरले पनि कता पुऱ्याइदियो ओ यहाँ पनि नदी त होइन पुल ए ब्रिज म चाहिँ स्टेज चढ्छु गाइजहरू हेर्नु ब्याक क्यामेरा मम्मीलाई ताती कता गइरहेको यिनीहरू मम्मी यता आउनु न हेर्नु न कति धेरै नचेक्नु है यहाँ हुन्छ कता गइरहेको म चाहिँ फ्रन्ट क्यामेरा मलाई यस्तो गर्नु भइरहेको अब म कुनै ठाउँमा गएर मुख दिनु पर्यो
हामीलाई के म्यामले के यहाँ ल्याउनु भएको थियो कि अस्ति नि अनि यस्तो फुलको नाम पनि लेखेछ उ त्यहाँ उयो ग्रिन ग्रिन अनि गिगो रे गिगो त्यसको नाम इन्ट्रान्स चाहिँ उ त्यहाँ हो गाइसहरू ए उ त्यहाँ हो ऊ त्यहाँबाट चाहिँ इन्ट्रान्स हो क्या गाइजहरू ल्याएको मिलाएको ताती ब्रिजमा चढे आमा हजुर आमा हजुर र म चाहिँ आउँदैछौँ ओहो मम्मीलाई हेर्नु त हाम्रो इन्ट्रान्स चाहिँ उताबाट हो ल हो गरे ओ यो चाहिँ इन्ट्रान्स हो फाउन्टेनको आवाज आइरह फाउन्टेनको आवाज देख्नुभयो गाइजहरू फ्रन्ट अनि पुरा त्यहाँ पानी फ्यालिरहेको छ खै पानी फालेको गेल्नु यहाँनिर सानो ए जुत्ता भिजे जुत्ता अहिले खाने ठाउँमा आओस् न कम हेर्नु त त्यहाँ आँखा जस्तो छ त्यो फुल त आँखा र मुख है यता हेर्नु न हेर्नु न आँखा र मुख खै आँखा मुख अनि यो बिचको नाक यहाँ हेर्नुहोस् भिडियो खिचिरहनु भयो रुखको यसमा पनि फ्लावर सो गाइज हामी यहाँ चाहिँ गोदावरी आयो हेर्नु गोदावरी घुम्नु हाम्रो फ्यामिली आएको को आएको बिचरा नानीलाई फर्किदियो भनेर बिचरालाई नानी भएर आउनु गाइजहरू मसँग कता लिएर जाने हो गेल्मु हामीहरू अब आरुको चाहिँ हेर्नु गाइजहरू के को हो यो आरु ए आरु पनि फलेछ टिपेर खाने हो कि टिपेर खानु अघि मैले हजुरलाई बोलाइरहेको थिएँ टिपेर खाऊँ न एउटा आमाले भने मम्मी त्यो बनाउनु भनेको होइन गरे सबै परिवारै मिलेर अनि अब हाम्रो घुमेको भएर रमाइलो लागिरहेछ सबैजना खुसी भइरहेछ त्यसलाई छोडिदिनु सक्दैन हाम्रो इन्डिङ हुँदैछ यहाँनिर अब चाहिँ हामी गोदावरी छोडेर चाहिँ अब मन्दिरको ठाउँतिर जाँदैछौँ मन्दिर भएको ठाउँमा जाँदैछ अब हामी गाइजहरू यस हामीलाई यति मजा आयो हजुरहरू सोध्नु गाई अनि तिमीलाई भोक लागेको छ कि छैन हजुर नै भन्नु
अब हामी चाहिँ इन्डिङ पोइन्टमा आउँदैछौँ हामी चाहिँ गोदावरीको त्यो मन्दिरमा चाहिँ अब जाँदैछौँ है साथीहरू हजुरहरूलाई मन्दिरको दर्शन आगो मनको लागि धन्यवाद अरे यहाँ चाहिँ सकिन्छ धन्यवाद दिएकै छु पानीपुरी खाने पानीपुरी खानेर ल यिनीहरू यस्तो स्प्रिङ खाएर रोग लाग्छ खाने भनेको खेल्ने भनेर पानीपुरी खायो भने त फेरि अरू खान सक्दैन म पिङ्गल्स पिङ्गल खाने ल पानीपुरी खानेर ल युनिट पिङ्गल पो खाने भन्छ ल होइन माथि ल ल माथि न खाने भा ल अब हामी चटपटे खान आँटेको यहाँनिर बनाएर गोदावरीको के पो मन्दिर भन्दा थियो यो चाहिँ माछा पाउँदैन ए त्यही त यहीँ रहेछ क्या पानी चाहिँ ए सरी खै 2 in 1 के गरे त्यस्तो त्यसँग ए ठ्याक्क पान जस्तो भयो ल ल उठाउ न ल यहाँ हामी खाना चाहिँ खाँदैछौँ रेडी हुँदैछ ल बच्चाहरू ल खाऊ 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 कस्तो छ ट्राई गर ल ल अब चाहिँ हामी यहाँ नि फाइनली अब खाना खाँदैछ दावरी खाँदैछ यता सानोको अम्लेट आइसक्यो याङदेखिको फिस आउनु बाँकी छ होइन ल रेडी रेडी सेडी गो खाऊ ल ल इन्जोय गर बच्चा ल ल खाऊ त कस्तो रहेछ मिठ्छ मिठ्छ टेस्टै गरेको छैन उहाँ ल यो माछा चाहिँ हामीले खाना आँटेको ल कुन माछा हो भाइ यो ट्राउट माछा हो साँच्ची नै हो नि ल अब हामी चाहिँ खाना खान्छौँ है बच्चा ल खाँदैछ अब चाहिँ हामी खान्छौँ ल त्यसरी के लगाइस यहाँको के अरे गोदावरीको ट्राउट माछा खाँदैछौँ लगाइस हामी घिचेको घिचेको नभन्नु न यार घिचेको मैले थिचेको हिमालय आउँछ फेरि घिचेको होइन काम छैन त्यसरी अस्ति एकजनाले भनिरहेको थियो क्या मिठो छ माछा है त्यस्तै के भएको रे घिचेको र थिचेको नानी मजालाई खाना घिचेको म थिचेको तिमीले के भने खाएको मैले खाइसकेको खाइसक्यो अरे मम्मी आमा हजुरले खाइसकेको लिइसकेको हजुरले होइन म त भात खाँदैछु हजुर टिपिकल नेपाली हो ल बिस्तार खाऊ है फेरि काँडा घोज्ला अब हामी चाहिँ घर फर्केको अवस्था यस्तो दुहिरा सोच्नु सक्नुहुन्न हो हजुरहरू चाहिँ नजानु होला है गोदावरी हामीलाई त लाग्यो मजा हुन्छ लास्टमा मात्र सजाको